Hello guys, welcome back to my channel. बार्साको ट्रान्सफर बजार एउटा खेलाडीको कारणले तातेको छ र उसैको बारेमा आज हामी यो भिडियो बनाउँदै छौं र ती खेलाडी हुन् एथलेटिक बिल्बाओका लेफ्ट फरवार्ड निको विलियम्स। यिनीको बारेमा आज हामी चर्चा गर्ने छौं भने अन्य सम्बन्धित कुराहरू पनि गर्ने छौं। आउनुहोस् निको विलियमको बार्सा आउने चान्स कति छ र बार्सा आउनको लागि कस्तो अवस्थाहरू पार गर्नुपर्छ त्यसको बारेमा चर्चा गर्ने छौं। निको विलियम्सको पर्सनल डिजायर भने उसलाई बार्सा आउन मन छ। त्यसो त निको विलियम्सको एजेन्टले बार्सासँग फर्स्ट कन्ट्र्याक्ट पनि गरेको खबर आएको छ। तर निको विलियम्सलाई बार्सा आउन मन भएर मात्र पनि हुन्न, किनभने बार्सा र एथलेटिकको रिलेसन एकदम नराम्रो छ। त्यसो त नेग्रा केसमा एथलेटिक्सले बार्साको एगेन्स्टमा आएर एकदम नै नराम्रो बोलेको थियो भने बार्सालाई रेफ्री किनेको अथवा घुस खुवाएको भनेर बार्सालाई दोषसम्म लगाएको थियो। त्यसो त एथलेटिक्सले एफएफपी को बेलामा पनि बार्साको एगेन्स्टमा अगाडि आएर बोलेको थियो। कतिलाई थाहा पनि नहोला एफएफपी भनेको के हो भन्नु होला। एफएफपी को मतलब हुन्छ फाइनान्सियल फेयर प्ले हो। यही बेलामा पनि एथलेटिक बिल्बाओले बार्सालाई नराम्रो बोलेको थियो। यही कारणले पनि निको विलियम्सको ट्रान्सफरलाई बिल्बाओले निकै गाह्रो बनाउन सक्ने देखिन्छ। निकोको ट्रान्सफर फी 64 मिलियन छ भनेर एथलेटिकले बोलेको छ, त्यो पनि सुरुमै तिर्नु पर्ने भनेर भनेको पनि छ। त्यसैले गर्दा बार्सालाई निकोको ट्रान्सफर अलि गाह्रो देखिन्छ, कारण बार्साले अस्ति मात्रै स्पानियोललाई 25 मिलियन खर्चेर जुआन गार्सिया किपर ल्याएको छ। यो एउटा कारणले पनि बार्सालाई विलियम साइन गर्न गाह्रो पर्न सक्छ। त्यसै पनि बार्सा केही वर्ष यता आर्थिक हिसाबले पनि निकै कमजोर देखिएको छ। तर एउटा अप्सन भने बार्सालाई हुन सक्छ यदि एथलेटिक्स बिल्बाओले माने भने मात्रै। त्यो के भने यदि पैसा डिभाइड गर्ने र टाइममा तिर्ने शर्तमा एथलेटिक्सले माने भने विलियमको ट्रान्सफर फिक्स हुन सक्छ। यदि मानेन भने बार्साले सक्दो छिटो आफ्नो प्लेयरहरू सेल गर्नुपर्ने हुन्छ र बार्साले मेन फोकस अब प्लेयर सेलमा दिनुपर्ने हुन्छ, किनभने बार्सालाई थाहा छ कि हरेक अप्सनमा बार्साका फ्यानहरूले निको विलियम्सलाई मन पराएका छन् भनेर। यही कारणले गर्दा पनि सकभर बार्साले निकोलाई ल्याउन हरेक तरिका अपनाउन पनि सक्ने देखिन्छ। अब कुरा गरौं यदि बार्साले निको विलियम्सलाई बार्सा ल्याए राफिनाको बार्सामा भविष्य के हुन्छ भनेर। हामीले केही अगाडिको भिडियोमा पनि चर्चा गरिसकेका छौं कि राफिना लेफ्ट फरवार्डमा भन्दा पनि ऊ प्लेमेकरमा गजब छ भनेर। त्यसैले बार्साले विलियमलाई यदि ल्याइहाल्यो भने पनि ह्यान्सी फ्लिकको प्लेइङ अनुसार नेक्स्ट सिजन राफिनालाई ठिक लेवान्डोस्कीको पछाडिबाट एज अ प्लेमेकरको रोल दिएर खेलाउनेछ र ह्यान्सी फ्लिकको मुख्य योजना नै यही हुनेछ। राफिनाले यो सिजन बार्साबाट जुन पर्फर्मेन्स दिएको छ यो हेर्दा बार्साले उसलाई हर हालतमा बेच्ने वा गेममा ड्रप गर्नेवाला छैन। ऊ लेफ्ट फरवार्डमा खेल्दै बललाई बीचबाट खेल्न खुब रुचाउने भएको कारणले अर्को सिजन राफिना प्लेमेकरको रूपमा देखिन सक्छ। त्यही कारणले पनि बार्साले सिजन सकिए लगतै पहिलो टार्गेटमै लेफ्ट फरवार्ड भित्राउने खोजमा निस्केको थियो। तर अहिलेसम्म कुनै भने जस्तो लेफ्ट फरवार्ड नपाउनाले बार्सा अड्केको थियो भने अहिले भने बार्सा निको विलियममा आएर अड्केको छ। स्पेनिस यङ स्टार लेफ्ट फरवार्डलाई बार्साले लास्ट सिजनमा पनि भित्राउन खोजेको थियो, तर एथलेटिकले विलियमलाई आकर्षण अफर र नम्बर 10 को जर्सीमा लोभ देखाएर आफूसँगै राखेको थियो भने यो ट्रान्सफरमा निकोलाई बार्साले जसरी पनि ल्याउने कोसिस गर्नेछ भने विलियमलाई पनि बार्सामा जसरी पनि आउनु छ। अब अर्को रोमरको कुरा पनि जोडिहालौं। कुरा हो गालातासरे र टर स्टेगनको ट्रान्सफरको कुरा चलेको छ भन्ने खबर। यदि बार्साले किपरलाई धेरै ट्रान्सफर पैसा मागेन भने टर स्टेगनको डिल फाइनल हुन सक्छ। एक दशक लामो बार्सा बसाएर गत सिजनको लामो इन्जुरी पश्चात टर स्टेगनमा आएको उतार चढावसँगै उनको यो बार्सा बसाई अन्तिम हुँदैछ। तर यो न्युजमा भने विश्वास गर्न अलि गाह्रो हुन सक्छ, किनभने अलि विश्वास लाग्दो सोर्सबाट भने यो न्युज आएको होइन। अब अर्को एउटा ट्रान्सफर न्युज पनि जोडिहालौं। त्यो न्युज के हो भने एसी मिलान बार्साको सेन्टर ब्याक अराओ प्रति इन्ट्रेस्ट भएको खबर आएको छ। अराओलाई एसी मिलानले आफ्नो क्लबमा भित्राउनको लागि बार्सालाई राफाएल लियो एक्सचेन्ज अफर गर्न रेडी भएको न्युज मुन्डो डिपोर्टिभोले दिएको छ। तर लियो एसी मिलानको लागि एकदमै इम्पोर्टेन्ट प्लेयर हो। एसी मिलानले यही सिजन मात्रै आफ्नो कोच सर्जियो क्यासेन्सियोलाई स्याक गरेको छ भने एलेग्रीलाई फेरि ल्याएको छ कोचमा र एलेग्रीले प्योर लेफ्ट विङ भन्दा पनि लियोलाई फ्री फलोइङ रोल दिन सक्छ, मोर सेन्ट्रली इन्भल्भ गराउन सक्छ। त्यसैले राफाएल लियोलाई सेल वा एक्सचेन्ज गर्ने चान्स एकदमै कम छ। बाँकी कुरा अर्को भिडियोमा गरौँला। बाइ बाइ गाइज।